विशेष जिम्मेवारी वहन गर्दैछु, विशेष शपथ पनि खाँदैछु। अब सुरुको दिन 2083बाट 83को पहिलो दिनमै पुत्री लाभ प्राप्त भएको छ। छैटौँ दिनमा भावीले जुन लेखा लेख्ने भन्ने चलन परम्परा छ त्यो लेखिसकेपछि आजको 11औं दिनमा नानीको नामाकरण गर्ने प्रक्रिया अथवा न्वारन भनिन्छ हिन्दू परम्परा अनुसार। त्यही विधि विधानहरूलाई टेकेर आज चाहिँ यो वातावरण सिर्जना भएको छ। यसरी हामीले यो सामग्रीहरू चाहिँ जोगाड गर्नुपर्ने हुन्छ। यो जुन दृश्यमा देखिएको जुन यो होमनको लागि तयार गरिएको जुन यो गुरुले सुविधा तयार गर्दै हुनुहुन्छ, यसमा चाहिँ हामीले चौर भनिन्छ। त्यो देखिएको जुन भाँडामा देखिएको जौँ, तिल, कुश अथवा यहाँ विभिन्न किसिमका सामग्रीहरू राखेर यसलाई मन्त्र जप गरिसकेपछि यसलाई आगो बाल्ने परम्परा अथवा यसलाई चाहिँ यो जुन जलिसक्छ यो दाउरा, यो जलिसकेपछि यसलाई होमन गरिन्छ। गुरुले जुन आफ्नो मन्त्र वाचन गरेर यसमा चाहिँ घिउ अलिकति चोरु यसमा हालेर अनि म चाहिँ यहाँ छेउमा बस्ने छु र त्यही विधिलाई टेकेर हिन्दू परम्परालाई आत्मसात गरेर अगाडि बढ्ने नै छौँ। यहाँ यो यतापट्टि हाम्रा भान्जा श्री हुनुहुन्छ। भान्जाको आगमनले अझै सुसभ्य हुन्छ भन्छन्। भान्जा भान्जी भनेका झोलीका देवता पनि हुन्। उता पनि अर्को भान्जा हुनुहुन्छ। यसरी अब गर्ने कार्य सुरु भएको छ। अब म पनि अब आसनमा बसेर आफ्नो विधिलाई आत्मसात गरेर अगाडि बढ्नेछु। उता भान्जी श्री पनि हुनुहुन्छ। भान्जी श्रीले उता फुल लिएर आइसक्नु भएको छ। यो एक प्रकारको विशेष दिन पनि हो। अनि त्यही विशेष दिनलाई अझै विशेष बनाउनको लागि यसरी म यहाँ उपस्थित भएको छु। त्यही अब अझै कामकाज प्रक्रियाहरू अझै बाँकी नै छन्। सबैलाई फेरि पनि सम्झँदै आजको दिनलाई विशेष रूपमा लिएको छु। धन्यवाद।